लाई चाहिँ नि गोली हान्यो टियर ग्यास हान्यो भनेर अनि जनताहरूले नि उहाँलाई चाहिँ नि अलिकति आक्रोश बनाइदिनु भयो। मैले चाहिँ के भन्छु भन्दाखेरि हामी कुनै पनि पार्टीको व्यक्तिको धर्मको पेसाको अन्धभक्त नबनिकन समाजमा भएको व्यथिति अन्याय अत्याचार भ्रष्टाचार र विकृतिको विषयमा आवाज उठाउनु पर्छ र कुनै पनि व्यक्तिलाई अन्याय गर्छ भने त्यो अन्यायको विरुद्ध बुलन्द आवाज उठाउनु पर्छ भनेर हामीले चाहिँ निरन्तर आवाज उठाइरहेका छौँ र नेपालको 77 जिल्लाका जुनसुकै दिनदुखी असहाय छन् तिनीहरूलाई सहयोग गर्नुपर्छ भनेर बुलन्द आवाज पनि उठाइरहेका छौँ। तर जुन कि तपाईँले चाहिँ राजावादी पहिल्यैदेखि हुनुहुन्थ्यो कि तपाईँ अहिले भर्खरको आन्दोलनबाट सुरु भएको? होइन हजुर, म राजा नमर्दामै पहिल्यैदेखि नै हो म। जियोस्, अब तपाईँको विचारमा राजतन्त्र फर्केला? जनताहरूले चाहे त फर्किहाल्छन्, जनता नै हो जनार्दन, उहाँहरूले चाहिँ चाहनुभयो भने फर्किन सक्नुहुन्छ। जनता नै हो जनार्दन, उहाँकै हातमा छ। अब हामीले के भन्नु, यही जनताहरूकै हातमा छ। देश अब कस्तो छ भन्दाखेरि यो गणतन्त्रमा स्वतन्त्र बोल्न पाउने अधिकार, स्वतन्त्र आन्दोलन गर्न पाउने अधिकार जसलाई पनि छ। तर जुन कि राजावादी जति पनि साथीहरूले चाहिँ शान्तिपूर्वक आन्दोलन गर्ने भनेर चाहिँ उहाँहरूले चाहिँ ठुलो मात्रामा चाहिँ जुन स्टेज बनाएर पूर्व स्वीकृति लिएर उहाँले गर्नुभएको हो नि त वास्तवमा, होइन? हामी जुनसुकै पार्टीमा आस्था हौँ, मतलब भएन। तर त्यसरी चाहिँ नियोजित तरिकाले जुन कि गोलीहरू प्रहार गरिएको छ, असुरग्यासहरू हानिएको छ, होइन? त्यो प्रति चाहिँ तपाईँले चाहिँ अब आम जनता नेपालको 77 जिल्लाका व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ? 77 जिल्लालाई हामी चाहिँ नि अब आन्दोलनै गर्नु छ भने हामी आवेशमा नआइकन शान्तिपूर्णले चाहिँ नि हामी आन्दोलन गर्नु होला भन्ने मात्रै भन्न चाहन्छु हजुर। शान्तिपूर्ण, कतै पनि मारामार नहोस्, राज्य पछिबाट नहोस्, आन्दोलन गर्ने मान्छेपट्टिबाट नि केही नहोस्, दुईजना मिलेर देशलाई बनाउनु पर्छ भन्ने हिसाबले जानु पर्यो। तर कस्तो थियो भन्दा त्यो दिन पनि त तपाईँले चाहिँ हामीले चाहिँ हुलदङ्गा गर्ने होइन, हामी शान्तिपूर्वक गर्ने भनेर तपाईँहरू जानुभएको नि त, होइन र भने? हो नि, यस्तै शान्तिपूर्ण गएको भए त मलाई त त्यो त नि अब चाहिँ नि त्यो लुट्ने ऊ गर्छ भने मलाई होसै भएन नि। तपाईँ चाहिँ कस्तो छ भन्दाखेरि अब हामी चाहिँ राजावादी हाई हाई भनेर चाहिँ तपाईँ आन्दोलनमा उत्रिनु भएको थियो। तपाईँले केही पनि मेसो पाउनु भएन त्यो दिन, होइन? सिखरी कथा छ, औँठी कथा छ, तपाईँको रगत उम्लिरहेको थियो, होइन? हजुर, त्यस्तै भयो। मलाई त केही मेसो पाइनँ मैले त। हो मेसो पाउनु भएन, होइन? मेसै पाइनँ मैले त। त्यहाँ त म त अब पनि फेरि आन्दोलन हुँदैछ, होइन? अब आन्दोलन हुँदै गर्दाखेरि त्यो फेरि भएको औँठी सौठी चाहिँ फुकालेर जान क्यार्नुहुन्छ तपाईँले? सबै फुकाल्छु हजुर, फुकालेरै जान्छु। यो को रहेछ यो अपशब्द नबोलिदियो न साथीहरू। तिमीहरूको घरमा दिदीबहिनी होला नि, दाजुभाइ होला नि, सबै तरिकाले बोलाउ न, सबै तरिकाले सम्मान गर, जसलाई पनि सम्मान गर्न सिक।